160 भनेर अहिले टिकटकमा भाइरल भिडियो त देखिरहनु भएको होला। अब लग्छु म 160 भित्र के सामान पाइँदो रहेछन् भनेर। देख्न सक्नुहुन्छ यो भिडियोमा 160 मा के सामान पाइछन् सम्पूर्ण देखाइरहेको छु। भिडियोलाई स्किप नगरी हेर्नु होला है। अझ एउटा कुरा थाहा छ तपाईलाई, किचनमा पाइने सामग्रीहरू पनि अभाइलेबल छन् नि। हेर्नुस् त भाँडा बटुका के चाहिन्छ तपाईलाई सबै सामान लिन सक्नुहुन्छ है, एकै ठाउँ छ। यो लोकेसन भनेको चाहिँ बिर्तामोडबाट भद्रपुर जाने मुक्तिचोकबाट है, सरी मुक्तिचोकबाट भद्रपुर जाने बाटोमा भद्रपुर स्ट्यान्डकै छेउमा देख्न सक्नुहुन्छ। अब भएन त कायदा, 160 मा प्रत्येक सामान पाउनुहोस् र हजुरले किचनमा सजाउने सामान पनि पाउनुहुन्छ, दैनिक जीवनमा उपभोग गर्ने सामानहरू पनि सबै कुरा पाइँदो रहेछ है। यो भिडियो मार्फत हेरेर भिजिट गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद। यस्तै भिडियो हेर्नका लागि यो आइडीलाई फलो गर्न नबिर्सनु होला। को कहाँबाट हेर्नुहुँदैछ कमेन्टमा पनि प्रतिक्रिया दिनु होला है।